स्वागत छ युएक्स हिन्दू सर समीर सर तपाईँलाई एकदम स्वागत छ। वेलकम वेलकम। प्रदीप नेपालीले के क्वेसन गर्नुहुन्छ उहाँको प्रति उत्तर दिन हुन अनुरोध गरेँ मैले। अनि तपाईँले अक्टोबर 7 मा चाहिँ अनि अनि प्यालेस्टाइन अनि हमास मुर्दाबाद भन्नुभयो कि भएन? अक्टोबर 7 देखि यो स्टार्ट भएको छैन सर। हेर्नु, यदि नेपालमाथि यहाँ सुन्नु नि, पहिला 1917 देखि स्टार्ट भएको यो, बुझ्नुभयो? 1917 देखि जब जुजले युरोपबाट चाहिँ एन्टर भएको प्यालेस्टाइनमा, जब उनीहरूको नरसंहार हुँदै थियो जुजहरूको, अनि प्यालेस्टाइनले चाहिँ उनीहरूलाई शरणार्थी बनायो कि तिनीहरूलाई चाहिँ सहारा दियो। तर के भएछ भनेपछि 1923 आउँदा तिनीहरू चाहिँ बलियो भएर उल्टै प्यालेस्टाइनहरूलाई मार्न थाल्यो। मानेर म तपाईँको घरमा शरण लिएँ होइन, तपाईँ मलाई शरण दिनुभयो। म के गरेँ, 4-5 सालमा चाहिँ 4-5 वर्षमा आफू ताकत बनाएपछि म तपाईँलाई लात मार्न थालेँ, तपाईँलाई घरबाट निकाल्न थालेँ। हिटलरले आक्रमण गरिसकेपछि इजरायलीहरू त्यहाँबाट भागेका हुन्। इजरायलीहरूलाई पहिला भगाइएको हो। उहाँलाई हिटलर र युद्धको बारेमा प्रश्न सोध्नुहोस् न प्लिज। त मुस्लिम लीग शब्द भइहाल्छ, अमेरिकासँग त जोडिएको छ, तर उहाँको कुरा चाहिँ कस्तो थियो, हिटलर युद्धको बारेमा एक्चुअली बोल्दै भए राम्रो हुन्थ्यो। हिटलरले त नरसंहार गरेको नि जुसको त हिटलरले गरेको हो नि त नरसंहार। अनि नि त्यहाँबाट तिनीहरू चाहिँ भागेर यहाँ यता प्यालेस्टाइनमा आयो। तपाईँको अनि तपाईँ कसरी 1914 बारे चर्चा गरिदिन्छ? म त 1914 को कुरा गर्नुभएछ। अरे बाफ रे बाफ, तपाईँको कार्य रोमन हेर्नु, जुस चाहिँ मेन मूलवासी चाहिँ कहाँको रहेछ थाहा छ तपाईँलाई? उहाँ चाहिँ इराकको हुनुहुन्छ होइन। उनीहरूको अस्तित्व नै मोटामोटी कुरा गर्ने हो कि हामीले सर। उनीहरूको अस्तित्व मेटाइदिएका हुन् उनीहरूको होइन। एकछिन परिवर्तन सर, उहाँले एकदम पितृ बुझाइदिनुहुन्छ। पहिला सुन्नु नि, उहाँहरू चाहिँ मूलवासी हुनु। तपाईँको एउटा सुन्नुहोस् न, पितृ बुझाउनु भन्नुहुन्छ नि, तपाईको सबभन्दा कुरो रोम सभ्यतादेखि आउनुहोस् न यार, त्यसपछि हामी यो कुरो तरिकाले पितृ बुझाएर भएन नि फेरि साथीहरू। यो कुरो तरिकाले पितृ बुझाएर भएन नि। अब हेर्नु, हामी नेपालकै कुरो गऱ्यो भने रोम सभ्यतासम्म पुग्नु पर्ने हुन्छ के तपाईँको? हामी रोमनिर नै लगिरहेछु नि त तपाईँलाई। रोममा जब यिनीहरूको चाहिँ यो थियो, अनि जिजस क्राइस्टलाई चाहिँ यिनीहरूले यो गर होइन, तपाईँलाई क्राइस्टमा चढायो होइन। इस्लामिक अनुसारले त चढाएको छैन, तर उनीहरूको चाहिँ कन्सेप्टले होइन, ओल्ड टेस्टिमेन्ट एन्ड न्यू टेस्टिमेन्टको अनुसारले उनीहरूले चढायो होइन। उसपछि चाहिँ 70 वर्षपछि होइन, तपाईँलाई टाइटसले चाहिँ उनीहरूमाथि अट्याक गर्यो। त्यो कुरा नगर्नु यार, तपाईँको कार्य वाइजको कुरा हुन्छ। तपाईँको कार्य त प्यालेस्टाइन यहुदीको इतिहासमा ल्याउनुहोस् न यार। तपाईँको कार्य त्यही म जुसकै त इतिहास भनिरहेछु सर। जुसहरूलाई सुरुमा त्यहाँबाट खेदाइयो, त्यो भन्नुहोस्। त्यहाँ सुरुमा उनीहरू राम्रोसँग बस्थे, अनि मुस्लिम आक्रमणदारहरू अथवा क्रिस्चियन आक्रमणदारहरू त्यहाँबाट भगाइदिए, दास बनाएर राखे मिश्रमा। सर हेलो यहाँ सुन्नु नि, तपाईँको के हो तपाईँ यस्तो? जुसलाई मुस्लिमले भगाएको होइन, जुसलाई क्रिस्चियनले भगाएको। भन्नुहोस् न यार। इतिहास थाहा छैन भने नभन्नु कि जुसलाई मुस्लिमले भगाएको होइन, प्यालेस्टाइनबाट चाहिँ जुसलाई मुस्लिमले भगाएको होइन, जुसलाई चाहिँ क्रिस्चियनले भगाएको, रोमनले भगाएको। तपाईँलाई 70 इस्वीमा अलि इतिहास पढ्नु, कन्टिन्यू गर्नु तपाईँ। त्यहाँबाट चाहिँ तिनीहरूले चाहिँ रोमनले भगाएको नि, मुस्लिमले त भगाएको होइन नि त तिनीहरूलाई। त्यहाँबाट त्यसपछि उनीहरूले संसारमै तिथल भयो कि, संसारबाटै तिथल हुँदा यिनीहरू धेरै मान्छेहरू चाहिँ युरोप गएको रहेछ, अरू इन्डिया आएको रहेछ, अरू नेपाल आएको रहेछ, अरू यानि संसारभरि चाहिँ तिनीहरू तितर भएको रहेछ, बुझ्नुभयो? अनि उसपछि चाहिँ जब हिटलरले 1914 मा चाहिँ वर्ल्ड वार 1 र वर्ल्ड वार 2 को कारणमा तपाईँलाई चाहिँ बाल्फोर डेक्लेरेसनको चाहिँ यो भएको रहेछ, एग्रिमेन्ट भएर चाहिँ त्यो बर्तानियासँग यिनीहरूले चाहिँ यहाँ प्यालेस्टाइनमा शरण लिन आएको त्यहाँनिर। र त्यहाँको मूल निवासी जुन थियो नि प्यालेस्टाइनीहरू, तिनीहरूले यिनीहरूमाथि रहम गरेर दया गरेर यिनीहरूलाई चाहिँ बस्न दियो त्यहाँनिर कि, ल तिमीहरू चाहिँ बस यहाँनिर। तर के भएछ भनेपछि नि, ब्रिटिससँग यिनीहरू वार्ता गरेर अलिक ताकत बलियो पारेर उल्टै त्यही फिलिस्तिनीहरूलाई चाहिँ यिनीहरूले नरसंहार गर्न थाल्यो। अनि 1947 मा चाहिँ यो आफ्नो देश बनाइहाल्यो, बुझ्नुभयो? र जुसको जुन कुरो गर्दै हुनुहुन्छ नि, जुस मूल प्यालेस्टाइनको होइन, जुस चाहिँ इराकको हुनुहुन्छ। किनभने त्यसको जुन फाउन्डर फादर हो नि जुसको, एब्राहिम चाहिँ इराकको हुनुहुन्थ्यो, त्यो प्यालेस्टाइनको होइन नि त। अलि इतिहास पढ्नुपर्छ र धार्मिक बुकहरू पनि पढ्नुपर्छ, अनि मात्र थाहा हुन्छ कि कुन त्यो त्यसको नसल चाहिँ कहाँबाट जुसको कुरा गरे होइन के, हामीले यहुदीहरूको कुरा गरे हो के सर? यहुदीहरूको तपाईँ हो बाबा, भनेको हो बाबा, इङ्ग्लिसमा त्यसलाई जुस भन्छ र हाम्रो भाषामा यहुदी भन्छ। के कुरो गर्नुहुन्छ हौ? यहुदीको चाहिँ यहुदी किन भन्दा त्यहाँबाट लखाटिएका थिए सर, तिनीहरूको सर्वस्व एकपल्ट मेटिएको, इतिहास मेटिएको। म पनि त त्यही भनिरहेछु सर, तपाईँ चाहिँ हाम्रो भाषामा भन्नुहुन्छ यहुदी हो, फेरि हाम्रो त्यही त। तपाईँ चाहिँ हाम्रो भाषामा भन्नुहुन्छ नेपाली, उर्दू, अनि के भन्छ मैथिली, यो सबै चाहिँ यहुदी भन्नुहुन्छ होइन कि? हिजो उनीहरू सकिए, अनि अहिले उनीहरू बलियो भएर फेरि विश्वलाई उनीहरूले सक्नुपर्छ भन्ने कुरामा म छैन होइन। म फेरि प्यालेस्टाइनको होइन, मेरो तपाईँसँग यहाँ सुन्नु परिवर्तन सर। हजुर, मेरो तपाईँसँग एउटा मात्र क्वेसन रहेछ।
यदि म तपाईँको घरमा गएँ शरण लिन, त्यसो के तपाईँ मलाई चाहिँ दया गरेर मलाई शरण दिनुभयो होइन, म तपाईँलाई नै लखेट्न थालेँ भने तपाईँ मसँग कस्तो व्यवहार गर्नुहुन्छ? अनि यसको उत्तर दिइहाल्नु। दम छ सर, सुन्नुहोस्। तर कुरो के छ भने त्यहाँनिर तपाईँको जुन त भइगयो नि त सर, दम छ भने त भइगयो नि त, कुरै सिद्धियो नि। दम छ भने, दम थिएन भने त केही कुरोमा कुरै त छैन। दम छ कि, तर कुरो के हो भन्दा फ्याक्टलाई कतातिर घुमाएको छ भन्नुहुन्छ भने उनीहरूलाई चाहिँ फेरि पछि तपाईँको चाहिँ त्यो सारा चाहिँ बाँडिएर बसेका चाहिँ युद्धहरूलाई फेरि जम्मै एकीकृत चाहिँ किन युरोपियनहरूले गरे कि तिनी अमेरिकनहरूले लिएर गरे कि। त्यही हो सर कि अलि इतिहासलाई पढ्नुपर्छ कि जब ब्रिटिस भारतमा चाहिँ कब्जा गर्यो भने भारत चाहिँ ब्रिटिसको हुनु। जन किङ सर भन्नु तपाईँ। हजुर सर, एकदम निरन्तर एकदमै तपाईँले दिनुहोस् प्रशिक्षण निरन्तर दिनुहोस्। त्यही त होइन कि कुरो के छ भनेपछि नि हामी एकतिर नहेर्ने कि हामी दुइटैतिर हेर्नुपर्छ। म तपाईँको घरमा कब्जा गरेँ भने तपाईँ आफ्नो ज्यानमा खेलेर चाहिँ आफ्नो घरलाई जोगाउनु खोज्नुहुन्छ आफ्नो सन्तानको लागि, हो कि होइन? सत्य तथ्य कुरो गरौँ न हामी। यसमा के भएछ भनेपछि अब विपिन जोशीको कुरो आयो, हाम्रो नेपाली चाहिँ दाजुभाइ पनि त्यहाँ चाहिँ ज्यान गुमायो होइन। अब के भएछ तिनीहरू अब उनीहरूले चाहिँ आफ्नो अनुसारले गरो, तर त्यहाँ त पासपोर्ट चेक गरेर त तिनीहरूले यो गरेको छैन, अपहरण गरेको छैन। तपाईँलाई थाहा छ सर 2023 भन्दा अगाडि त्यो हमासको जुन मेन लिडर थियो नि याह्या सिन्वार, थाहा छ तपाईँलाई उसको बारेमा? 14 वर्षको आयुमा चाहिँ उसलाई जेलमा हालेको रहेछ इजरायलले। 14 वर्षको बच्चा चाहिँ क्रिमिनल हुन्छ त? सत्य तथ्य कुरो गर्नु नि सर। यदि इतिहास थाहा छैन भने अलि इतिहासलाई पढ्नु। हामीलाई धेरै दुःख छ, हाम्रो नेपाली जुन दाजुभाइ त्यहाँनिर ज्यान गुमायो, हामी धेरै दुःखी छु, एकदमै दुःखी छु हामी कि, किनभने त्यो हाम्रो नेपाली दाजुभाइ थियो। तर त्यसमा के हुन्छ भनेपछि नि जुन ठाउँमा ब्याटल हुन्छ नि, ब्याटलको ठाउँमा चाहिँ त्यहाँ पासपोर्ट हेरेर कसैलाई केही गर्दैन त। र विपिन जोशीलाई चाहिँ उनीहरूले त यो गरेर लग्यो नि त, तर अट्याक चाहिँ त इजरायलले गरी मार्यो नि। इजरायल त त्यो के भन्छ ब्याटललाई त रोक्नै चाहिरहेको थिएन। होइन, विपिन जोशीलाई इजरायलकै बम ब्लास्टमा मरेको नि त। अनि त्यो भ्रम प्रचार गर्नुको लागि नत्र भने तपाईँ हमासले मारेको भएदेखि तपाईँको हाड खोडै भेट्दैन अरे के। त्यही त अलिकति दिमागलाई शान्त पारेर सोच्नु कि ध्यान दिनु के चाहिँ पोलिटिकल गेम भइरहेछ यहाँनिर। जुजले हामीसँग चाहिँ गेम खेलिरहेछ धार्मिकको यो लिएर कि यस्तो गऱ्यो भने एकअर्काको नेपालीमै चाहिँ आफ्नो मुस्लिम र हिन्दूमा चाहिँ एकअर्कामा झगडा भइहालोस् भनेर तिनीहरूले गेम खेल्न खोजेको कि सर। जबसम्म हामीलाई चाहिँ पछाडिको कुरो याद हुँदैन तबसम्म अब के प्यालेस्टाइन र इजरायलको मामला चाहिँ 2023 मा चाहिँ स्टार्ट भएको र सर 2023 भन्दा अगाडि 8 लाख मानिसलाई मारेको इजरायलले, 8 लाख मानिसलाई के भयो त? त्यसको डाटा खै, त्यसको माथि कसैले पनि चर्चा गर्यो आजसम्म? छैन नि गरेको। नेपालले त खुसियाली मनाएको यी नेपालकै हाम्रै नेपालको जसरी कि तपाईँलाई के भन्छ त्यो बजरङ दल भयो, अनि त्यसपछि के भन्छ हिन्दू सम्राट सेना भयो, अनि इन्डियाको हिन्दूहरू भयो, यिनीहरू त एकदमै खुसी मनाइरहेछ मुस्लिमलाई मारेको। होइन, विश्व हिन्दू महासङ्घले त अब उनीहरूले खुसियाली मनाएको हो नि। यसको मतलब के मुस्लिमको ज्यान भनेको ज्यान होइन? होइन नि, कहाँ ज्यान हुन्छ? भेडा बाख्रा हो र? मुस्लिमको ज्यानै हुँदैन नि। अलि लाइभमा आउनुहुन्छ, लाइभमा आएर चाहिँ कुरो गर्नुहुन्छ भने अलिक सत्य तथ्य कुरो गर्नु र दिमागलाई चाहिँ शान्त पारेर कुरो गर्नुपर्छ। र जहाँनिर अत्याचार भयो, चाहे जुनसुकै समुदाय भयो, संसारको जुनसुकै कोनामा जुनसुकै समुदायमाथि अत्याचार भयो भने हामी त्यो अत्याचारी मान्छेको सपोर्ट